नाम्डोलिङ बौद्ध विहारको मुटु र यिङमा सम्प्रदायको पूर्वाधार भन्दा फरक नपर्ला। हजुर, यो हो ngayur थोलोप दोंगा रिक्पी जुनेलिङ अर्थात् ngayur यिङमा विश्वविद्यालय। यो विश्वविद्यालय संसारभर सम्मानित र प्रख्यात हुनुका साथै यिङमा बौद्ध शिक्षामा मान्यता प्राप्त एक विश्वविद्यालय हो। यस सम्मानित विश्वविद्यालयको स्थापना पूज्य गुरुवर पेनो रिम्पोछेले सन् 1978 मा गर्नुभएको थियो। प्रारम्भिक दिनहरूमा 14-15 जना शिष्यहरू थिए भने हाल नेपाल, भारत, भुटान, तिब्बत र अन्य कैयौं मुलुकबाट उच्च बौद्ध शिक्षाको लागि आउने भिक्षुहरूको संख्या वर्षेनी 200 भन्दा बढीको संख्यामा आउने गरेको छ। वर्षेनी यो संख्या बढी नै रहेको छ भने हाल 1200 भन्दा बढी भिक्षुहरू यहाँ अध्ययनरत छन् र 250 भन्दा बढी विद्वान प्रोफेसर अर्थात् बौद्ध आचार्यहरू र विनयधारक गुरुहरूद्वारा पढाइन्छ। यस विश्वविद्यालयमा पढाइने बौद्ध शिक्षाहरू धेरै छन्। त्यसमध्ये केही हुन् साहित्य, बौद्ध धर्म र धार्मिक इतिहास शास्त्र, माध्यमिक दर्शन, प्रमाण शास्त्र जसमा प्रमाण भारतीका, प्रमाण विनिश्चय, न्याय बिन्दु नाम प्रकरण र प्रमाण समुच्चय नाम प्रकरण इत्यादि प्रमाण शास्त्रहरू विद्वान आचार्यहरूद्वारा पढाइन्छ। प्रजना प्रज्ञा पारमिता, अभिधम्म, सूत्र र विनय पिटकमा दक्ष अनुभवी र सदैव बुद्ध वचनलाई सिरोपर गरी मान्ने विनयधारक आचार्यहरूद्वारा त्रिपिटक प्रज्ञा पारमिता सिकाउनुका साथै अभ्यास गर्न लगाइन्छ। जब शिष्यहरू सूत्रका हरेक आयामहरूलाई सिकेर ध्यान, साधना, अनुसन्धान र अभ्यास गरी पारङ्गत भई परीक्षा उत्तीर्ण भएपछि तन्त्रको ज्ञान सिकाइन्छ। जसमध्ये तन्त्रको केही आयामहरू गुह्य तन्त्र र बाह्य तन्त्र इत्यादि, महासन्धि दर्शन, महायोग, अनुयोग र अतियोग इत्यादि दर्शनहरू, महासन्धि दर्शनमा दक्ष ज्ञान भएका आचार्यहरूद्वारा तन्त्र मूल महासन्धिको शिक्षा दीक्षा दिनुका साथै व्यवहारिक अभ्यास र तन्त्रयाना ध्यान साधना सिकाइन्छ। दर्शन, शास्त्र, सिद्धान्त, सूत्र, तन्त्रको यात्रा सहज छैन। यस यात्रामा स्नातक तहदेखि क्रमशः ब्याचलर अफ बुद्धिस्ट फिलोसफी, मास्टर अफ बुद्धिस्ट फिलोसफी र पिएचडी इन बुद्धिस्ट फिलोसफी गर्दै अध्ययन पूर्ण हुन्छ। यस विश्वविद्यालयमा अध्ययन गरेको शुल्क भिक्षुगणहरूको वासको लागि होस्टेल शुल्क र खाना र वार्षिक धम्म पोषक सबै महान गुरु पेनो रिम्पोछे ज्यूको करुणाले कुनै शुल्क छैन। हजुर हो, यस विश्वविद्यालयमा बाँस, गाँस, कपास मात्र होइन, शिक्षा पनि निशुल्क छ। विश्वभर अहिले यिङमा सम्प्रदाय र बौद्ध दर्शनको केन्द्रबिन्दु बन्न पुगेको छ नाम्डोलिङ बौद्ध विहार। हजुर हो, नाम्डोलिङ बौद्ध विहार अर्थात् द गोल्डन टेम्पल। प्रारम्भिक दिनदेखि अहिलेसम्म नाम्डोलिङले दुर्ब गतिमा अघि बढिरहेको छ। सम्पूर्ण मानिसहरूको मनमा लोकप्रिय बनेको छ नाम्डोलिङ बौद्ध विहार। यस विश्वविद्यालयमा बौद्ध शिक्षाको लागि दिनरात मेहनत गर्नुभएका महान गुरुहरू जसको योगदानको वर्णन म शब्दमा गर्न सक्दिन, तर यो शिर नमन छ महान गुरुहरूलाई। युगदेखि युगसम्म नवयुगले याद राख्नेछ ती महान योगदानहरू र कालान्तरसम्म जीवन्त रहनेछ ती महान योगदानहरू।